एभ्रिवान लेडिज एन्ड जेन्टलमेन, आजको यो ब्याटल चाहिँ एकदमै खतरा आउनेछ। तपाईलाई यो ब्याटलमा स्वागत छ र साँच्चै दमदार प्रस्तुति रहनेछ। र मेरो दाहिनेपट्टि हुनुहुन्छ धरानका मेयर जल्लो बल्लो संस्कृति पार्टीको अध्यक्ष हर्का साम्पाङ र हामीसँग देब्रेपट्टि रहनुहुन्छ अत्यन्तै क्रेज भएको काठमाडौँका मेयर बालेन शाह बाले र मेरो दाहिनेपट्टि रहनुहुन्छ हर्का साम्पाङ हर्के र देब्रेपट्टि रहनुहुन्छ बालेन्द्र शाह बाले। सुरुमा को जान्छ त? म जान्छु सुरुमा। त्योसँग भेट्छु, म जान्छु। या बाटो छोड, अब बालेन आयो। सारा नेपालीको मनमा बालेन नै छायो। हुडी लगायो केटा। त्यस्ता नाथे झ्यास लात्ताले प्वाक्कै दिन्छु। बरु मासु भात खाइँदैन, बरु गुन्द्रुक ढिँडो नै खाइन्छ। सारा नेपालीले हर्का साम्पाङ नै चाहिन्छ। सुन हर्क, तिमी घर फर्क, मसँग तर्क। मसँग चुनाव लड्यो भने तिम्रो भएको क्रेज पनि तल झर्छ। त्यस्ता नाथे झ्यास मुला हाँसौँ न हाँसौँ न हाँसौँ ओ भाइ हाँसौँ। हेर्दै जाऊ बाले भाइ बाले, भोट कसले जित्छ भनेर तिमीलाई के थाहा? झापामा गएर हेर एकचोटि, त्यहाँको बाख्रा गोरुले पनि माटोमा भन्छ। लिसन हर्क, सुन, जनावरले भोट हाल्न मिल्दैन। अरू जस्तो मासु भातमा र पैसामा यो बालेनले भोट किन्दैन। यो हर्के बोल्न चाहिँ जे बोल्छ, तर के बोल्दैछु त्यो जान्दैन। हल्ला गर केटा हो। बोल्नेको पिठो बिग्छ, नबोल्नेको बिग्दैन। नेपाली उखान तँलाई थाहा नै होला। यो हर्कले त जस्तो कुनै पार्टीको बोक्दैन झोला। ल भइगयो नि त हर्के, त्यो पनि त साथी नै हो। यदि देशको विकास गर्नु छ भने तँ र म मिल्नु पर्छ। मिलेर जसले काम गर्छ त्यसले नेपाल त के संसार जित्छ। बाले भाइ बाले, मिल्ने कुरा गरिस्, यसमा मेरो सहमत छ। तँलाई मेरो पार्टीमा स्वागत छ। होइन हौ हर्के, मिल्ने कुरा त भयो। फेरि राजसभा पार्टी छोड्नु पनि अप्ठ्यारो हुन्छ। अस्ति नै मैले एग्रिमेन्ट जनाइसकेँ। अब फेरि प्रधानमन्त्री पद दिन्छु भनेको छ। के पो गर्नु पऱ्यो, एक एक्लै पो चुनाव लडौँ होला हौ। नाथे मुला झ्यास, तँलाई राजसभाले के दिन्छु भनेको छ? प्रधानमन्त्री। तँलाई मेरो पार्टीमा आइज, मेरो पार्टीमा आइस् भने म तँलाई बहुमतको सरकार लिएर बहुमतको तँलाई म राष्ट्रपति बनाउँछु। होइन हौ हर्के, यो अब गठबन्धन पनि अब मैले गरिसकेँ। नगर्नु, अब एक एक्लै लडौँ। यो बिचमा आएर फेरि राष्ट्रपालाई धोका दिनु पनि अलिकति मिल्दैन। एक एक्लै जे हुन्छ देखा जाला। प्रधानमन्त्री दिन्छु भन्यो, तर मेरो पार्टीमा आइज न, श्रम संस्कृति पार्टीमा। तँलाई राष्ट्रपति पनि भयो, अनि धरानी गाँजाको लोकल पनि गाँजा पनि भयो। बुझ्न बाले भाइ बुझ्न त्यो कुरा के हो। ल त्यसो भए श्रम संस्कृति पार्टीमा बालेन आजदेखि खजा लगाइदिइहाल्नु। देशका निमित्त, हामी यो देशका निमित्त आफ्नो क्षमता स्वरूप देश विकास, उन्नति गुणस्तर साथै समृद्धिको यो देशमा ल्याउने र हामीसँगै मिलेर अगाडि बढ्ने शपथ तथा कटिबद्धता व्यक्त गर्दछौँ। जय देश, जय संस्कृति पार्टी, जय नेपाल। सिद्धान्त हर्कबाद, श्रम संस्कृति पार्टी जिन्दाबाद। यो देशलाई चाहिने सिद्धान्त हर्कबाद, श्रम संस्कृति पार्टी जिन्दाबाद। नेपाल हाम्रो साझा घर हो र